हाउसिङ बनाउन लागेको अवस्था क्लच प्लेट नि गर्छ रे spring is good, clutch plate gone, housing also not good. Yo होला नि लोकल यस्तो है क्लच प्लेट हालेर क्लच प्लेट मात्रै फेर्नु पऱ्यो कि प्रेसर प्लेट नि कि सबै सेटमै आउँछ त्यसरी हल्लिनु हुन्न है के हो हजुर खोइ आम्मा के हाउसिङ बनाउँदाखेरि के बनाउनु पर्ने हाउसिङ आवाजै नरहेछ हो र के रहेछ त के रहेछ समस्या यसको बुसहरू छैन हाउसिङ ठिकै हो के खराबी रहेछ त नि हो समस्या के रहेछ त वासर हुन्छ वासर छैन वासर यो मिलाइ हालेको त्यो अरू बाइकको अहिले यसमै थियो यसको यो त होइन यसको वासर र यहाँ मोटो हुन्छ बुझ्नुभयो यहाँ यो मोटो हुन्छ कि वासर त्यो वासर चाहिँ चाहियो भने चाहिँ वासर भयो भने ट्याक्कै यो कसिन्छ यो कस्यो भने यो प्ले अप एन्ड डाउन अघि भएको थियो नि त्यो समस्या त्यो हुन्न खोज्दैन त अझै कहाँ खोज्ने आउँछ नि त ठिक छ नट हाउसमा पाउला नि पाउँदैन पाउँदैन भने चाहिँ नट हाउस हो नि भोसडीहरूलाई चाहियो भने त खोजिदिन्थ्यो होला नि
बस अरे अर्को अरे अब बसर खोल्न जानु लाग्यो दाइ साथीहरू मैले पाउँदै पाइनँ अब ईश्वर दाइकोमा छ कि इन्जिन खोलेको थियो अहिले ईश्वर दाइ आउँछु भनेको छ ईश्वर दाइको घर जानुपर्छ घरि फेरि अर्को जिल्ला पारी खायो फेरि मेन सिटी भन्दा जयमुखी यस्तो हुँदैन हो साथीहरू म चाहिँ ईश्वर दाइको घर जान लागेको दाइको घर नि फेरि एक जिल्लाबाट अर्को जिल्ला पारी छ कि आमा हिमालहरू केटा हो जितेन आउँदाखेरि ढेँडो र भात खायो म चाहिँ रामेनमा परेँ अब छिटो खाएर गइहाल्ला पनि थ्याङ्क यू फर द ब्रेकफास्ट रातो भएकै पेटै रामै है ठिक भयो जस्तो अरे के हो सबै यो भर्खर स्टार्ट भएर यस्तो भयो गाइज वाट इज द इम्प्रेसन भइदियो हुन्थ्यो नि मैले ल्याएँ कुन हो I'm back baby, yeah man. खोल्टीमा छ सामान दाइ हेर्नु त कुन हुन्छ यहाँ इग्नोर हान्दिने कि व्यस्त हो कि ल्याए कि हेर्नु त कुन हो गर्लफ्रेन्डसँग बोल्दै रहेछ आउनु न यता आउनु न कुन हो यसमा यता आउनु न ब्यागमा छ सामान उदाई किन हो र हेर्नु त कुन हो सब उठाएर ल्यायो के र अब कुन हो के मेरो भिडियो डाल्नु है ब्लगमा ए मेरो त्यस्तो चल्दैन हेर्दैन कसैले यसो विचार गर्नु न
छैन यहाँको हो र एउटा यताको होला जस्तो लाग्यो बाहिरको भित्रको त सब उठाएर ल्याएको इन्जिन खोलेर राखेको कि अनि त्यहाँ भएको सब वासर उठाएर आइदिएको कस्यो अनि कस्यो भने भयो भने भएन अनि फेरि उता इन्जिन खोल्न जानुपर्छ झ्याल के बेरिङै यहाँ भित्रको हाउसिङको प्लेट त्यो रड के भित्रको के त यो हुन्छ नि हाउसिङको के भित्रको इन्जिन बानेको हो यस फुल इन्जिन यस त्यतिखेर आवाज थियो कि थिएन यो आवाज त पहिलाबाट थियो भनेपछि यो वासर पनि हालेर हुँदैन फुल इन्जिनै खोल्नु पर्छ बेरिङहरू त भित्रको सब नयाँ हालेको हो यो ननिस्किने हो भएन त्यो पछाडि त्यो अगाडि यो हालेर पछाडि त्यहाँ पहिला मोटो हुन्छ हुँदैन हुँदैन अब त्यसको जस्तो जस्तो हो नि वासरका बाडीको त्यहाँको लिएर आउने ठ्याक्कै त्यस्तो हाल्नु पर्छ त्यसरी यो डबल सिमवाला हो भएन भाइ साउजले सोध्नु कता नि पाएन ए घामेर न कुन मुजीले के भन्छ कुन मुजीले के भन्छ अनि अब जस्तो छ त्यस्तै चलाउने अब आरएस दिनु म भन्दैछु हजुर आरएस 100 इन्जिन क्लच प्लेट रिपेयरिङ लेख्नु देखाउनु युट्युबमा ए घरको सामान लिन जाम अब so lovely sky OMG त्यो क्लचबाट मिलेन कि क्लच सेटिङ हामी फेरि होइन भुसिया कुकुरहरू के जुन पनि वर्कसप धाउँछौँ युट्युब च्यानल छ मलाई थाहा छ नि त हो र सब्सक्राइब गरे सब्सक्राइब गरेको छु नि त हो र नाम के थियो मैले बिर्स्यो सब्सक्राइब के गरेको छु म नाइस कति पुग्यो नि सब्सक्राइब गर्दै 58 हो कि कति पुग्यो हेर अहिले यार दोस्त 40 बाट त 58 कति पुगिसक्यो के उसले बेस्ताले मेहनत गर्नुपर्छ लभिङ गाइस तिमीहरूले जति हेर्दै हामीले त्यति राम्रो बाइक बनाउन पाउँछ हो क्या त्यो जुन गियर चेन्ज गर अब एक गियरबाट दुई गियर चेन्ज गर्दाखेरि बिचमा अलिकति सुरुमा पावर ड्रप हुन्छ अनि बल्ल पावर फाल्छ बाइकले भन त्यो बनाउनु पर्यो त्यही क्लच सिस्टम बनाउनु पर्यो आवाज नआउने बनाउनु पर्यो त्यो पिकअप राउन्ड दिनु पर्ने एक त्यो अन गरेर हेर्नु कस्तो आवाज आयो फेरि हाउसिङ त नबिग्रे रहेछ फेरि
30 भनेपछि तेरै अहिले 4 छ अहिले पड्क्यो त दोस्त गएछ होइन गएछ हरमा जाने अस्सीसम्म त हर्न बज्दै थियो है हामी एकदिन दुईजना मात्रै घाउ जाँदाखेरि अनि सडककोटमा आएर बजाउँदै हिँडेको त्यो त हर्न बज्यो यार गर्दै अब पाइपमा हाउजिङको होइन कि बुढो हाउजिङ त ठिकै रहेछ अघि भर्खर पुगालेर हेरेको हो छोडिदिने हो आज भोलि फुर्सदमा हेर नि अहिले हेर्दैछौ यसको देखाइन्छ अरू काम छैन त्यही त भनेको त नि अर्कै के साउन्ड छ कि क्लच पनि छाप्प छोडेको छैन कि प्लेटहरू क्या के बनाएको खास के भएर यस्तो भएको खास केही न के थाहै भएन कि के हो त्यसले भन्छ एउटा वासरले हो भन्छ वासर धउँदै पाएन अनि त्यत्तिकै फिट गर्दै गयो अनि यहीँ लिएर आएको है के हो के भएर खोलेको भन्ने खोजेको खासै आवाज आयो भने हाउसिङ गयो होला सोचे कि हामीले नि अनि हाउसिङ त ठिकै रहेछ कि यस्तो कि खास हामीले हाउसिङको आवाज आयो भनेर हाउसिङ फेर्ने हाउसिङ बुस्ट फेर्ने भनेर खोलेको खास खोलेर हेर्दा हाउसिङ बुस्ट ठिकै रहेछ अनि यो भयो नि त अनि 1 गियरबाट 2 गियर जाँदाखेरि उहीँ पावर ड्रप अनि फेरि बल्ल पावर अन हुन्छ क्या जुन गियरमा नि त्यही हो त्यो प्रब्लम त्यो हो कि आवाज नि आयो हाउसिङ बुस्टको रहन्छ तर के को आवाज हो पावर नि ड्रप हान्छ कि यसले गियर चेन्ज पछि नै ड्रप हानिदिन्छ कि पावर त्यस्तो त गर्नु नपर्ने हो यसको समस्या पत्ता लगाउन सकेन कि मुझलाई के बिरामी भएको कि हो होइन जाडो त अलिक बढी जस्तो लाग्थ्यो होइन ब्रो आज त अलि चिसो है आज टोपी लाउनु स्थितिमा छ है गुड उडाउँछ क्या रुक है छिटो न बुढो आयो क्या Hello. I've gone. Who's on the airport? He's going to the airport. Yeah, good. डिस्क प्लेट हो यो त केटा त डिस्कको आवाज हो पटक त मुझी जति रबर फेरि पनि नहुने खाले के भइरहेछ त मेरो यसको सर्जरी चाहिँ के गर्नुपर्ने बुढो यस्तो मन हल्का हुने गरेर यस्तो केही भनिदिनु त मन हल्का होस् हाम्रो नि मेरो त खै के हो यो त के हो मेरो त के हो ब्याट्री वाह ब्याट्री ल फेर्दिहाल नयाँ आयो त मेरो उडे हजुर के भएको भनिदेऊ त यहाँ हेर्नु न यार डिस्को डान्स हानेको डिस्को डान्स हाने त अनि त्यो भित्रको के अरे यो यसको लोडा राम्रो घुसेन अरे हो त्यो लौडा चाहिँ भित्र घुसेन अरे पुरै घुसेन लुब्रिकेन्ट अलि पुगेन पुगेन जुन माल हुन्छ नि भित्र त जानु पुगेन यसको जुन माल पानी छ अलिकति बेसी चाहियो यस्तो गर्ने अलि यस्तो मात्र भयो कि यस्तो हुनु पऱ्यो कि आजको भनेको यही हुन्छ यार मेन बस यहाँनिर इज हियर एउटा
त्यो वासर नभने यसरी फेरि घुम्दै घुम्दैन के हो के भनेको मैले यो बुझेकै छैन मैले 17 कोटी लाटालाई केरा भने जस्तो भयो क्या हाम्रो 17 कोटी दिएर एकेरा घाटवाला पुल अहिले आज मलाई जाडो भयो कि जाडो छ यार होइन हामीलाई नि जाडै भयो होइन आज जाडो छ अलि कपडा बाक्लो लाएर हिँड्नुपर्छ आज त अनि तेल नै थियो आता गाडी आएको यो जुन मोबिल नराम्रो हुन्छ नि यसको कमाल यही हो क्या बाक्लो बाग्लो होइन यो सब कालो टाँस्नीमा क्लिन हुनु पर्यो भित्र खोइ क्लिन भएको छ होला भेरी क्लिन इट शुड बी क्लिन नट डटी कति नम्बर तेल लगा हान्न थालेछ र 17 को पनि गएको छैन 19 को गएको छैन स्किमाको छ त्यसलाई भेस्पाको हालेछ क्या नट अरे इसका तो पूरा गांड चुद दिया बे साला वासर नहीं खेमा के भयो रे वासर हालेछ नि कहाँ गयो त यसको वासर पहिला कहाँ खोलेको थियो त तिमी त्यही भनेको त त्यही रन्टु बनाएर राखे के हामीले त्यही वासरले गरेर यसको वासर त कति ठुलो हुन्छ यत्रो ठुलो हुन्छ त्यो वासर प्रब्लमै त्यही निस्क्यो कि बुढो यति वासर भने हामीले आडे बनाइदिइराखे यार आउँदिन त ठिकै है पहिला यो आवाज यो छेनी पनि हानेछ त्योसँग मिसिन छैन खोल्ने जहाँ त चोदिएछ सो त्यो त पहिल्यै त्यस्तै थियो त तपाईँले नि एकचोटि खोलेको होला मैले त कहिले छैन हान्दैन होइन के मतलब तपाईँले खोल्ने बेला यस्तै थियो कि पहिल्यैबाट के तपाईँले त्यति बेला नि भन्थ्यो कि के हो त यस्तो भनेर भन्थ्यो कि मसँग यसको इन्जन सबै बेच्यो होइन जिन्सको पार्ट लाएर इन्जनै थियो हामीसँग त कस्तो पछि बुढो मैले भनेको कि बुढोलाई नफाला काम गर्छ भन्दा फालिदिएको कि बुढोले एउटा होइन दुईटा थियो त मलाई थाहा के नफाला बुढो भन्दा फालिदिएर कि त्यति बेला इन्जिन बोकेर त्यस्तो कुरा कस्तो रहेछ वासरै छैन त्यो वासर नभएर अरे वो तुम्हारा पैची ढीला हो गया है टाइट कर रहा था मैं उसको यो आरएस कहाँ छ त नि आरएस भएको ठाउँमा पाउँछ कि यो त यस्तो वासर पाउँछ ठुलै वासर हुन्छ कि यसमा त जय शम्भु आइए उदिरहेको अरे यो पहिला त थियो त यार यो के कहाँ खोले के गरे त नि बनाएको योभन्दा पहिला हामी खोलेको नि थियो त नि वासर थियो त कहाँ खोले थियो त्यसपछि कहाँ खोल्यो बाइकर्समा सिधै बाइकर्समा हो क्या त्यसपछि त ए मुजी यो की काल्ने बेला हो त त्यही मैले यो गएको थियो नि त हाम्रो यो गएको थियो नि त हो यो खेल्ने बेला यो यस्तो वासर हुन्छ यसको भने जस्तो वासर त पाउँदैन अब त्यो कता गयो अब त्यो वासर त अब भन्छ सियर त्यही के उस गर्ने बेला होला होइन तर उस त पहिला नि उस गर्दै थियो कि गियर त के साला यो पनि नोटिस भयो भने 18 नम्बर भेज पके नोट हो त्यसलाई यो भन्नु त खै कस्तो वासर हो म बाहिरबाट मगाउँछु कला 6 जिङको वासर भन्ने यो भन्दा अलि पातलो हुन्छ साइज यत्रै हुन्छ जुन यहाँ लाग्ने भनेको तिमीले हो यहाँ लाग्छ हो त्यहाँ लाग्ने भनेको त्यहाँबाट ढक हुन्न नि त यसैमा यस्तै लामो यतिको हुन्छ लसुन त ल भोलि है काल्लु है भोलि बन्ने भयो रहेछ कस्तोले सामान So that very thanks. Very thanks for you for giving us that वासर किनकि हाम्रो बाइक बन्दी भयो धन्यवाद माया छ हजुरलाई माया आफ्नो त खै के हो भोलि ईश्वर दाईको साइन्स सफा गर्ने हाम्रो नि गरम है मेरो त पर्दैन मेरो त सबै यो मैले चेन्ज गरेको हो नि त ए मेरो त अनि सामुल भाइले कति वर्ष भयो अरे 2 वर्ष 1.5 वर्ष त भइसक्यो होला मेरो सफा गरेको हजुरको अस्ति गरेको होइन त्यो उसको पहिल्यै अनि त्यो त कस्तो अस्ति हो र कति वर्ष भइसक्यो
1 वर्ष भयो होला सुरुमा आउँदाखेरि वाट गर्थेँ मसँग नि अहिले भिडियो छ त मसँग नि छ नि सुन भोलि चाहिँ के गर्ने भन्दा पेट्रोल अलिकति हाल्ने आगो बाल्दिने अनि यो हावा फाल्ने कुरा खाने हावा फालेर बालिदिने हो कि हावा होइन म यतिको पढाइ बिना उसो गरेको तेरो त अनि तैँले भने जस्तो त क्रोमै उड्छ क्या हाम्रो फेरि होइन करम उठे थियो नि त खै मेरो त उडेको थिएन क्या अहिले त उडाइन्छ म्याच होइन कृष्ण दाइको उठ्यो गरेर करम हुँदैको रोशन दाइको कृष्ण दाइको उसको दाइले कहाँ उठेको नि करम अनि यो ब्रेक बनाउनु अनि मेरो काम भनेको अगाडिको छ चार्जिङ हो चेक गर्ने अब Yes, that's the problem, man. नयाँ ब्याट्री वारेन्टी कार्डको काम लाग्यो गाइस ल बेस्ताले है ल सन्दाइ बेस्ताले 28 लिनु राम्रै आयो यो मिलान आएन त साला ढुस ब्याट्री भ्यान सोध अहिलेसम्म ब्याट्रीले दुःख त्यसले चाहिँ यार वारेन्टी कार्ड हाल्नु ब्याट्री ल्याएर फेरिहाल्छ नि यार नाच्ने रेडी मार भन्दै सुपर हार ओहो आमा के साह्रो चकिलो हो ओए मेरो आँखा नमार्नु बन्द गर्ने भयो भयो अब ओ ये भेटीको बोलाउनु रहेछ कि वास मजा आयो यसको ब्याट्री काट्न पाएपछि ब्याट्री ऊ मासेले भाइ साथीहरू कुरो चाहिँ वारेन्टी कार्ड बुझ्नुपर्छ नम्बर हेरौँ न त रोशन दाई लोसन दाई 2082-4 12 भनेपछि 8 महिना भयो मनी मेरो बाइक स्टोर गरेँ 8 महिना भयो कापिन धानको त धेरै भइसक्यो नि के हो कमल त भन्नु न यो फेरि भवानी नयाँ बजार हो भवानीको हो के भयो त्यो टायरबाट पुरै निस्केर आयो लिक्विड पञ्चर भयो पञ्चर फेरि यहाँ घोट्छ यो घोटेर ब्याट्री गयो यसमा यो फलाममा गएर यसरी हलेर यहाँ फलाममा त्यो खाल्टो बनाएको हो कि अन्त ब्याट्री यति छिटो त कहाँ बिग्रिन्छ 8 महिनामा त्यही त भनेको त नि मुजी नयाँ ब्याट्री त्यही भएर त म नयाँ ब्याट्री रेटिफायर गयो क्या भन्दै बसेको त नि अनि ब्याट्री त कहाँ गयो भन्थ्यो र मैले अनि त्यही हलेर त्यही घोटेछ कि ठक्कै भन्छ यहाँ रबर एउटा बाँधिदिनु पर्यो रबड हाल्नुपर्छ अब कति हप्ताको लागि भिडियो आउँदैन मैले पनि हेर्दै गर्नु होला माया गर्दै गर्नु होला त्यो है बुढोले देखाएको बसर के कसरी छैन अब हामीलाई थाहा छैन तर ईश्वर दाइसँग रहेछ ईश्वर दाइले भुल ल्याइदिन्छ अनि भुल्ली बनाउने भाइ सी यु गाइस टुमरो